मेरो 5 फुट 3-4 इन्च थियो भने त म मान्छे पुग्दै हिँड्थे। त्यही पनि यति पनि यत्रो हिल्लाको छ र। लु नेपाली पहिलोचोटि देखेँ, नत्र भने यहाँ सबै जापानिज भियतनामी मात्रै, नेपाली बल्ल देख्दैछु जस्तो लाग्यो। कस्तो हुनुहुन्छ योभन्दा अगाडिको भिडियोमा मैले कतिजनालाई होइन कतिचोटि मेरो भिडियोमा लाइक गरिदिनु, कमेन्ट गरिदिनु, सब्सक्राइब गरिदिनु भनेको थिएँ। कतिजनाले गरिदिनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। आई होप तपाईँहरूलाई मेरो योभन्दा अगाडिको भिडियो राम्रो लाग्यो। कहिलेकाहीँ हाले पनि राम्रै भिडियो हाल्ने कोसिस गर्नेछु। नयाँ नयाँ छु, यति धेरै मजाले थाहा छैन। हेरौँ अब, आई विल ट्राई माई बेस्ट। त्यति भन्दै आज फेरि घुम्न निस्केको। त्यो पनि कति बज्यो अहिले? 3:51 भइसक्यो। मेरो काम सकिँदै 2:30 भएको थियो, 3-4 बज्न आँट्यो। अनि काम सकेर आज मेरो हस्बेन्डको चाहिँ छुट्टी। हेलो हस्बेन्ड, वेलकम टु अभिना भट्टराईस युट्युब च्यानल। वाह! अनि आज मेरो हस्बेन्डको चाहिँ छुट्टी थियो, मेरो चाहिँ काम थियो। अनि काम सकेर मैले लिन जानुभयो। अनि आएर रेडी भएर घुम्न हिँडेको। यहीँ 4 बज्न आँट्यो। घुम्न जाने ठाउँमा पुग्दाखेरि कति बज्छ हेरौँ। नाइट भ्यू हेर्न जाने भनेर लिएर हिँड्नुभएको छ। नाइट भ्यू होइन, डे हेर्न गएको नि। अब हुँदा पुग्दा पुग्दै नाइट हुने पो। हेर्न चाहिँ डेकै लागि भनेर गएको। अब पुग्दा पुग्दै नाइट हुन्छ, त्यही भएर नाइट भ्यू पनि हेर्न पाइन्छ भन्ने छ अरे। अब हेरौँ के छ कस्तो छ केही थाहा छैन। बुढा पनि जानुभएको छैन पहिला, म त झन् यहाँ थाहा कहीँ गएको छैन। हेरौँ कस्तो हुन्छ। आई होप राम्रै होस्। तपाईँहरूलाई मेरो भिडियो मार्फत देखाउन पाऊँ राम्रो राम्रो ठाउँहरू। अनि अर्को कुरा के, रुममा के अरे काम घरमा आइसके पछाडि मेरो हतार भयो नि त रेडी हुनलाई। अनि कानको लाउनलाई मैले अब झन् ढिलो हुन्छ भनेर नलाइकन आएँ क्या। ब्यागमा हालेर लिएर आएको थिएँ। अहिले कानको यहाँ लाग्यो, कानको पेच कहाँ झरो थाहा छैन। अब अहिले उत्रे पछाडि खोज्नु छ, भेटे त हुन्थ्यो, भेटेन भने चाहिँ बिजोक हुन्छ। यति भन्दै हामी जाँदैछौँ। म धेरै बोल्न चाहिनँ। तपाईँ केही बोल्न चाहनुहुन्छ? फुल्ली इग्नोर्ड। बाटोमा केही यसो राम्रो छ भने म पक्कै देखाउनेछु, नत्र भने एकैचोटि घुम्न जाने ठाउँमा भेटौँला। कस्तो राम्रो घर यो। मलाई यस्तै घर मनपर्छ। हामी हाम्रो घुम्ने घाटामा आइपुग्यौँ कि घुम्ने ठाउँ घाटाम। एक्सपेक्टेसन भर्सेस रियालिटी हुन्छ कि क्या हो जस्तो छ। के हुन्छ थाहा छैन, हेरौँ। कतिमा लियो त बुढो टिकट?
आइपुगिसक्यौँ हामी। अघि मैले भनेको थिएँ नि एक्सपेक्टेसन भर्सेस रियालिटी हुन्छ होला भनेको, तर होइन रहेछ। ओहो यति राम्रो ठाउँ छ, आएर सही गरियो। म तपाईँहरूलाई पनि देखाउँछु ल। कस्तो लाग्दैछ तपाईँलाई? कस्तो हुनु? फुलै फुलको बगैँचामा फुलै फुलको बगैँचामा मेरी माया। कस्तो आएर कस्तो तपाईँलाई रिग्रेट फिल भयो? अघि बाहिर चाहिँ मलाई ओहो किन आइछु जस्तो भएको थियो क्या। बाहिर त पैसा तिर्नु पर्दा भन्दा नि होइन कि, त्यो गाडी पार्किङ गर्ने ठाउँमा चाहिँ कस्तो अलिक किन आइछु यस्तो ठाउँ रहेछ जस्तो भएको छ। तर भित्र पसिरहेपछि अनि यो ठाउँको नाम चाहिँ भनिदिनुहोस् के हो? भन्नु न। ठाउँको नाम सुजुका फरेस्ट गार्डन अरे। एकदम बबाल छ ठाउँ। आएर चाहिँ रिग्रेट हुनेवाला छैन है। यो चाहिँ म एकदम भन्छु होइन, आएर चाहिँ अलिकति पनि रिग्रेट हुनेवाला छैन। यदि कसैलाई फुल मनपर्छ, फुल त मनपर्छ प्रायः सबैलाई, तैपनि कोही कोही हुन्छ नि ए यस्तो भन्दा पनि भन्ने हुन्छ। तर मलाई चाहिँ एकदमै बेस्ट लाग्यो। यहाँ मेरो फोटोग्राफर हैसिन्छ। Chỗ có thấy khói nó đang bốc lên không? Khói trắng nó đang bốc lên. बुढो अगाडि हिँडिदिनु फ्याट्टैले। एक नजर हो त्यो भनेको चाहिँ यहाँको ठाउँको होइन। मैले केही भन्नु भन्दा पनि तपाईँहरूले आफै हेरेर नै यसको बारेमा थाहा पाउन सक्नुहुन्छ कि कसो बुढा। यहाँ चाहिँ रेग्रेट छैन मलाई। के भइसक्यो अरे? मलाई चाहिँ रिग्रेट भइसक्यो अरे। केही छैन। कति धेरै कत्रो ठाउँ पनि धेरै रहेछ। एउटा कुरा याद गर्नुभयो बेबी, एउटा कुरा याद गर्नुभयो। यहाँ यत्रो फुलहरू छ है, एउटा फुलहरूमा कहाँ एउटा झारपात फोहोर भन्ने एउटा कहीँ छैन क्या। सब त्यसै पैसा लिएको छ यत्रो। के अरे? त्यसै पैसा लिएको यत्रो पैसा कति लियो? कति लियो? झन्डै 2000 लियो नि एकजना। होइन 2000 लिए बापत तपाईँलाई त्यस्तो केही छ त? 2000 मा तपाईँले के गर्नुहुन्छ त? गर्नु ए खाना बस्नु भएको थियो नि, 2000 ले केही पनि पुग्दैन थियो। यहाँ आएर यति राम्रो ठाउँ घुम्न पाइयो, त्यही ठुलो कुरा मान्नुपर्छ क्या। यस्तो राम्रो ठाउँ छ। नाइट भ्यू भनेको छ। नाइट भ्यू चाहिँ कस्तो हुन्छ हौ? यो लाइट बल्ने मात्रै के ए यो यहाँ भएको लाइटहरू बलेर अलि राम्रो देखिन्छ। हेरौँ न कस्तो हुन्छ त्यो पनि। राति हेर्न मिल्छ, राति पनि हेर्न मिल्छ भनेको, तर यो देखिँदैन। देखिँदैन तैपनि कस्तो हुन्छ हामी हेर्ने छौँ। म देखाउने छु तपाईँहरूलाई पनि। अनि राति जाडो हुन्छ भनेर चाहिँ मेरो बुढाले मलाई यहाँ लुगा भिराउनु भएको छ। जाडो त जाडै छ। आज चाहिँ अलिक धेरै यो भएको थियो गर्नु। यो लाइट बाल्छ ठ्याक्क साकुराको बोटमा लाइट जान्छ क्या। ए यो लाइटले त्यही त एउटा झारपात फोहोर भन्ने कहीँ छैन हो। मान्छे पनि धेरै छन् नेपालमा। यतिको हुनु हो भने पात टिपेर कानमा सिउरेर फुल टिपेर कानमा सिउरेर सबै बिजोग बनाउँछन्। तर यहाँ चाहिँ सही छ।
त्यसै विकसित र विकासोन्मुख हो होइन होइन नेपालीको बेहोरा खत्तम हो होइन कति त त्यस्तो कस्तो भन्न पनि मिल्दैन कति त राम्रो हुन्छ नि कति त तपाईँको भनेपछि खत्तम छ बेहोरा मेरो खत्तम होइन म नेपालमा यो यता हेरेर भन्नु न मेरो खत्तम छ नेपालमा यो हुनु भने म टिपेर के गरिसक्छ यहाँ यहाँ चाहिँ पुलिसले आएर टिपेर लिएर जान्छ भनेर होइन यहाँ जुन जहाँ बस्छ त्यही अनुसारको हो वाउ यो त उयो होला हो यो मतलब भन्न खोजेको यो फुलै हो कि फुलै हो नि हुन त है कस्तो राम्रो फुलेछ मेरो मोबाइलमा ला पावर अफ हुन आँटो मेरो ब्याट्री लो भइसक्यो ब्याट्री लो यहाँबाट धम्की आउँदैछ मलाई यसो गर्न सक्दैनौ वा यहाँ आफै टाइम हेर्न सक्नुहुन्छ कति बजिसक्यो भनेर है तै पनि हामी भर्खर आएको घुम्न फुल सेटिस्फाई इङ्ग्लिस बोल्दै लु जा मैले पनि बुढी ओ बुढी बुढी भिडियो बनाइरहेको छु त दामी देखेको छ बुढी यता फर्केर हुँदैन दामी देखेको त लाइट यतिखेर चाहिँ त्यो त घाम आउँछ नि त यसरी सिधा घाम अस्ताउन आँटो होइन मेरो बुढीलाई फेरि जति हेरे पनि नपुग्ने मस्किँदै हेर्दैछन् फुल मैले भनेको फुल मन पर्नेलाई चाहिँ यो ठाउँ एकदम बेस्ट है तपाईँ देखिनु भएन त एकदम देखाउन खोज्नु भएको होला मेरो बुढो फेरि आएन भएन मैले भिडियोमा खिचेको छु कि यसमा खिचेको भन्ने कुरै थाहा भएन नि त खै दिन देखाइदिन्छु म तपाईँलाई मलाई देखाउनु पर्दैन कि यताबाट गरेर जस्तो दामी देखिन्छ बुढाले उयाबाट क्या यो त झन् दामी देखिन्छ वा मेरो बुढा कस्तो ह्यान्डसम देखिनु भएको फेरि फोटो खिच्न भनेर ठ्याक्क बसिहाल्नुहुन्छ फोटो खिचेको होइन ओ घाम डुब्ने बेला भयो फोटोबाट बुढीले चेन्जै नगरी बनाएको छ एउटै खुल्ला आकाश न बुढी भिडियो बनाउँदा हात बुढा जाडो भयो मलाई बुढी के भयो जाडो भयो यत्रो लुगा लाउँदा पनि जाडो हुन्छ एउटा पातलो देश चाहिँ कस्तो राम्रो क्या
बुढी हजुर फुल कस्तो लाग्यो एकदम राम्रो यो ठाउँ चाहिँ अब भन्नै पर्यो नि होइन यो ठाउँ चाहिँ मैले काम गर्ने ठाउँमा साउन्ड आउँदैन हौ त्यस्तो टाढा आउँछ क्या अलिक टाढो जाउँ न यो ठाउँ चाहिँ मलाई काम गर्ने ठाउँमा एकजना दाइले भन्नुभएको त्यहाँ जाउँ न भनेर दाइले हिजो अस्ति भर्खर भन्नुभएको थियो अनि मलाई चाहिँ फेरि अहिले सिजन पनि छैन अलि आउन आँटो सिजन आउन आँटो के अरे त्यो फुलिहाल्ने त बेला भएको छैन होला त्यस्तो लागेको थियो तर दाइलाई एकदम धेरै धन्यवाद यति मजाले यति राम्रो ठाउँ मलाई सेवाई गर्नुभयो यति राम्रो ठाउँमा घुम्न पाएँ वाउ के भयो अरे बुढा लहरा क्या कस्तो मजाले मेरो बुढा के भन्दै थाहा छ यस्तो मजाले लहरामा यो फुल अड्केको अरे के पुरै लहरा छ क्या यहाँ यस्तो लहरा छ लहरामा कसरी फुल अड्केको अरे म जसरी तपाईँसँग बे गरेर आएँ कसरी अड्केर बसेको छु त्यस्तै हो यसको पनि जस्ट लाइक त्यस्तै के भन्दा उता भन्न आएन यो त मैले यहाँको ठाउँ त मैले बोलेर भन्दा पनि कि यत्तिकै हेरेरै थाहा हुन्छ तर अलि रात पर्न थाल्यो कि अलिक नराम्रो भएको हो कि भन्दा पनि अलि भिडियोमा राम्रो देखिएन कि जस्तो अनुभव हुँदैछ केही छैन मात्रै पनि यहाँ चाहिँ सबै साकुरा छ यो हामी आएको घुम्न आएको ठाउँ सुजुका फार्म के पो भन्नुहुन्थ्यो खोइ सुजुका खोइ त्यस्तै के छ त्यसमा चाहिँ सबै साकुरा क्या यस्तै साकुरा योभन्दा अघिल्लो साल म एक ठाउँ साकुरा पनि हेर्न भनेर गएको थिएँ त्यहाँ पनि साकुरा तर त्यहाँ चाहिँ यस्तो मजाले होइन त्यहाँभन्दा पनि यहाँ राम्रो त्यहाँभन्दा त 1000 गुणा यहाँ राम्रो म चाहिँ त्यो भन्छु म पोहोर गएको बेला चाहिँ मैले भिडियो बनाएको थिइनँ यसपालि चाहिँ अब भिडियो बनाइरहेको छु त युट्युबमा हालिरहेको छु केही न केही हालिरहेको हुन्छु अनि वाइ नट मेरो बुढाले पनि त्यसै भन्नुहुन्छ कि बनाऊ न बाहिर घुम्न गएको बेला बनाऊ तिमीलाई रहर छ यसो घुम्न गएको बेला भिडियो बनाऊ हाल मेमोरी हुन्छ भन्नुहुन्छ तर कति मान्छेले मलाई के भन्नुहुन्छ नि के हालेको हो त्यस्तो भन्नुहुन्छ क्या अनि अब अरूले कसो गर्छन् के गर्छन् भनेर म आफ्नो रहरहरू त मार्न सक्दिनँ के भन्दै थियो है बुढो अघि मलाई यो भिडियो के बनाएको भन्ने कुराहरू पनि गर्छन् क्या मान्छेहरूले अनि म अरूको लागि आफ्नो रहर मार्न सक्छु मेरो बुढाको लागि रहर मार्न सक्छु मेरो बुढाको त मार्नु छ नि कुनै कुरा कति कुरा त मार्नुपर्छ धेरै कुरा त मार्छ सबै कुरा म तपाईँको लागि भनेर त मार्न सक्दिनँ भने अरूलाई कसो मनपर्छ के मनपर्छ भनेर तर कस्तो एन्टिलाइट गरेर कि केही भिडियो राम्रो आएको छैन यता राम्रो आउँछ अलिक टलक्कै टल्थ्यो यो साँझ परो नि त एन्टिलाइट भयो पुडी हेर ल यता बेब्स खुल्ला आकाश छ है त्यसमाथि यस्तो राम्रो फुल त्यहाँमाथि यहाँनिर यस्तो राम्री अर्की फुल फुलै फुलको बगैँचामा खै के भन्नु फुलै फुलको बगैँचामा मेरी माया शरमै लाउने पिरती नै फुत्रुक हिँड्छन् डल्ली होइन डल्ली बुढी के गर्नुहुन्छ त यत्रै चाहिँ धेरै भए पो ए ल भन्नु त अलि धेरै थियो भने त मान्छे कुट्दै हिँड्थ्यो होला हाइट मेरो 5 फुट 3-4 इंच थियो भने त म मान्छे कुट्दै हिँड्थेँ त्यही पनि यति पनि यत्रो हिल्लाको छ र जाऊ न देखिन मन छ भने निक्लिराख हामी लाइट आएको छ मान्छे राम्री मेरो फोटो खिच अब के राम्री हेरेर
है जता गयो त्यतै भिडियो बनाउन मन लाग्ने जता गयो त्यतै फोटो खिच्न मन लाग्ने के हो तर यस्तो बुढोको फोटो खिचेको छैन होला धेरै चाहिँ के अरे सबै आफ्नै मात्रै कतिखेर यहाँ अघिदेखि आउनु न बुढो बोल्नु न आउनु न भन्दै थियो कि ए आउँदिनँ म इलेक्सनमा आउँछु भन्दै थियो लास्टमा चाहिँ यसो भन्नु रहेछ मैले थाहा पाएँ फोटो खिच्यो बुढोको तिमीले के अरे भिडियो घरिघरि बनाइदेऊ नत्र नि फोटो खिच्दै जता गयो त्यतै भिडियो बनाउन मन लाग्ने जता गयो त्यतै फोटो खिच्न मन लाग्ने ठाउँ एकदम मोहनी नै लगाउने ठाउँ पर्यो नि मलाई त मोहनी लाग्ला है गाउँलेको बोलीले डाँडा काँडा छहराको गीतले अल्झिला बगर त्यहाँबाट आउँदैन नि त डल्ली कुद्दैछिन् त्यहाँनिर फोटो भिडियो बनाउनुहुन्छ बुढो म भिडियोमा आउँछु भन्दै डल्ली कुद्दैछिन् मेरो डल्ली बुढी हेर्नु है कस्तो दामी खेले नाच्दैछिन् एउटा कुरा फेरि भन्न मन लाग्यो यहाँ चाहिँ आउनु पर्दाखेरि अलि दिउँसोतिर लाइट अरे घाम भएको टाइममा आउँदा चाहिँ एकदमै राम्रो फोटो भिडियो आउने मैले थाहा पाएँ अहिले साँझ परिसक्यो मान्छे पनि कति धेरै कति धेरै ओहो परको पहाड देखाउनु अरे वा घाम कस्तो राम्रो डुब्दैछ यहाँ रातो रातो देखिँदैछ मान्छे पनि उति नै छन् ठाउँ पनि उस्तै राम्रो छ के नआउनु के मान्छे पनि यस्तो ठाउँमा घुम्न मान्छे जति भयो पनि केही छैन ठाउँ राम्रो छ लाइट बलो भिडियो गर्दै लाइट बलो लु सबैतिर अझ राति भएपछि झन् राम्रो देखिन्छ होला के नि यो लाइटले नै राम्रो देखिन्छ होला के भन्ने सोच एक्सपेक्टेसन त्यस्तो धेरै पनि राख्नुहुँदैन क्या केही कुरा पनि यता हेरिदिनु न यार कस्तो हो के भयो अरे जाडो भएको छैन तिमीलाई मलाई त्यस्तो जाडो भएको छैन कि भिडियो बनाउन पाएर जाडै नभएको त्यो पनि हुन सक्छ त्यो राम्रो छ होइन ठाउँमा आएको बेला त जहिले आइँदैन नि त आएको बेला त मजाले एक्सप्लोर गर्न पाऊँ न मजाले घुम्न पाऊँ अब फेरि भोलि आउँ भनेर तपाईँ भोलि फेरि आउनुहुन्छ त उहाँदेखि यत्रो कौसको दोहोरो छ के हो त भनेको त्यस्तो नभन्नु न तपाईँ के तपाईँले औँसी पूर्णले छुन्छ कि हो हाई स्पिड रोड अनि जहिले आइँदैन नि त अनि आएको बेला चाहिँ राति पनि यसो भ्यू हेरेर जाउँ भनौँ मेरो बुढाको घरमा नानी छ खै कुन घरमा हो मेरो घरमा त छैन त तपाईँको घरमा चाहिँ कुन घरमा छ मेरो यहाँ यत्रो ठुलो बुढी नानी देख्दैन यो नानीभन्दा कमको हो यो बुढी नानीभन्दा उब्बर स्याहार्नुपर्छ के स्याहार्नुपर्छ फुलफुलाउ के अरे फकाउनुपर्छ फुलफुलाउनु के भन्ने भन्ने होइन तपाईँले ज्याकेट ल्याएर चाहिँ काम ठिक गर्नुभयो है बुढा र बुढी यत्रो बेरसम्म तिमीले एउटा कुरा याद गरेछौ के बुढा र बुढी हामी म्याचिङ भनेकै छैनौ जहिले म्याचिङमै हाम्रो के सोच केही हुँदैन म्याचिङ गर्ने होइन तर अन्तिममा गएर मिल्छ जाडो हुन्छ भनेर मैले यो बोकेँ मेरो बुढोले पनि यही लाएर हिँड्नु भएको रहेछ मलाई थाहा थिएन अनि त्यही भएर म्याचिङ भयो यो चाहिँ प्लान होइन जिन्सकै प्यान्ट छ मेरो थाहा छ तिमीलाई के को यहाँ र तिम्रो यो कलर र यो कलर मिल्छ तिम्रो माथिको ज्याकेट र मेरो प्यान्टको मिल्छ थाहा छ तिम्रो प्यान्ट र मेरो ज्याकेट मिल्छ तिम्रो ज्याकेट र मेरो प्यान्ट मिल्छ बुझ्नु भयो नि यति भए पछाडि हजुर म यस्तो मजाले लुगा लगाएर हिँडेको रहेछु तिमीले थाहा नपाउँदा पनि होइन मलाई त थाहा थिएन साँच्ची भनेको म अगाडि हिँडेको नि त नि अब तिमी अब रेडी भएकै थिएन म तिमीलाई लिन जाँदा जुन ड्रेसमा थियो त्यही ड्रेसमा त हो नि माथि ज्याकेट त लगाएको नि मैले त्यस्तो हो त्यो यसमा कुनै प्लान छैन लु यस्तो पनि हाल्दिउँ न त यस्तो राम्रो घुम्ने ठाउँमा आउँदा निद्रा लाग्छ तपाईँलाई के गर्दा चाहिँ अलि आनन्द शान्ति मिल्छ अब गएर शुद्ध शान्ति मिल्छ मलाई आनन्दको तातो भात सब्जी बुढीले बनाउँछु अनि खाएर शुद्ध कस्तो मजा आउँछ नबनाउने बुढोको लागि भात सब्जी
बनाएकै त हो नि बिहे गरेर आएको 7-8 वर्ष भयो नबनाइकन के भोकै राखेको छु आजसम्म मेरो छुट्टीको दिन त बनाए जस्तो लाग्छ भोकै हुनुहुन्छ तपाईँ मैले भोकै राखेको छु मलाई भोक लागेको मलाई त बुढीले खाजा पनि खान दिएको छैनन् अरे मलाई त बुढीले खाजा खानुपर्छ बुढी भनेर चुप्पा खाइदिउँ म यही हालिदिन्छु चुप्पा खाइदिउँ खाइदो तर मोबाइल खाऊ है मान्छेले म त फेरि खाइदिन्छु नि बाटोमै मिठो बाटोमै मेरो बुढाले लाग्यो कहाँ छ क्यामेरा देख्दिनँ त यता छ क्यामेरा आँखै दाङ आइसक्यो त यता छ के केही थाहा छैन भिडियो बिगार्ने काम नगर्नु होला कृपया जति अब एकछिन बस्नुपर्छ आधी घन्टा 1 घन्टा जति झन् राम्रो हुँदैछ राम्रो हुँदैछ स्टेडियम साथीहरू कस्तो लाग्दैछ कमेन्टमा भनिदिनु होला यसो कमेन्टमा मैले सुधार्नुपर्ने कुराहरू होइन अनि त्यति धेरै त थाहा छैन नि त त्यति धेरै भिडियो पनि बनाएको छैन मैले अनि के गर्दा राम्रो हुन्छ यसो मैले सुधार्नुपर्ने कुराहरू पनि भनिदिनु होला यता फर्किनु न यार यताबाट लाइट परो यहाँ छ अगाडि लाइट यहाँ राख यहाँ अडिन्छ मोबाइल मेरो त मोबाइल अडिन्छ त बुढी मैले सुधार्नुपर्ने कुराहरू के हो यसो भनिदिनु होला हैन पछाडी अडिने छ त मेरो कि ए लु नेपाली पहिलोचोटि देखेँ नत्र भने यहाँ सबै जापानिज भियतनामी मात्रै नेपाली बल्ल देख्दै जस्तो लाग्यो अरे अनि भन्नु न मैले भिडियो बनाइराख्दा राम्रो कि नबनाउँदा भिडियो युट्युबमा भिडियोहरू यसो हाल्दाखेरि राम्रो कि हाल्दा नराम्रो भन्दिनँ हेर बुढी तर बुढो कामबाट आएपछि भिडियो बनाएर बुढोलाई टाइम नदिने काम चाहिँ नराम्रो कहिले त्यस्तो गरेँ मैले गर्नु भने भन्न खोजेको तिमी युट्युबमा गर्दैनौ टिकटक त गर्छौ नि त टिकटकमा त यसो 10K बनाऊँ कि भनेर जमर पो गर्दैछु हेरौँ के हुन्छ कहिले यसरी हिँड्नु बुढी के अरे हामी यसरी कहिले हिँड्नु सुरसारै छैन त सुरसार गर्नु चाहिँ क्या हो आफै त भन्नुभएको यहाँ नि लाइट छ यहाँ यो लाइट भएर चाहिँ अलिअलि यसो अनुहार चम्केको छ अनि मलाई भिडियो बनाउने जागर चलेको छ नत्र भने मलाई अहिले खासै भिडियो बनाउने जागर चलेको छैन अब हामी यत्रो बेर के मैले तपाईँहरूलाई दिउँसोको भ्युज देखाएँ होइन दिउँसोको भ्यू अब रात पर्न आँटो म रातिको पनि देखाउँछु ल रातिको कस्तो लाग्छ तपाईँहरूलाई इन्जोय गर्नु होला बुढालाई त्यहाँ माथि जाउँ न नाइट भ्यू हेर्नको लागि भनेर भनेको कि मान्नु भएको थिएन होइन मैले अहिले उहाँ बनाएर आएर अनि उहाँ गएर आएँ हेरेर आएँ अनि भिडियो फोटोहरू पनि खिचेर आएँ नि त अनि देखाएको ओहो रिग्रेटै हुन्छ भन्ने भएर फेरि जानु हुँदैछ के अरे फर्किनलाई मात्रै हो फर्किने भनेर मात्रै जाने झुटो बोल्छु त्यसरी झुटो बोल्नु हुँदैन के झुटो बोले मैले त्यसरी मलाई देखाएर मैले देखाएकै छैन तिमीले मलाई त्यसरी झुटो बोलेर अर्कालाई फसाउन पाइन्छ पाइँदैन मेरो होइन त जाउँ न भन्नु भनेको कि मैले अघि एकचोटि पुगिवरी आएँ मैले आफै भिडियोहरू पनि बनाएर आएँ अनि जाउँ न भनेको नजाने भन्नुभयो जाडो भयो अरे उहाँ अनि नजाने भन्नुभयो अनि म गएर आएर अनि तपाईँ जानु भएन नि त रिग्रेट हुन्छ भनेको अनि बल्ल जानु हुँदैछ र जब राति भएपछि चाहिँ मान्छेहरू भिडियो यो नाइट भ्यू हेर्नको लागि भयो भने मान्छे धेरै आउने है यति धेरै मान्छे छन् अहिले बजार मछली बजार जत्तिकै भइसकेको छ के भयो अरे मछली बजार जस्तै बस्यो हेर्नु न यस्तो राम्रो दिउँसो भन्दा त रातिको भ्यू राम्रो देखिँदो रहेछ नि त्यही भएर त जाउँ बसौँ न बुढा बसौँ न भनेको अघि नमानेर
बसौँ न बुढा एकछिन बसौँ है आइएको छ फेरि आइँदैन नि त यही ठाउँको लागि भनेर त अनि बसौँ न एकछिन भनेको नबस्ने भन्नुहुन्छ अनि बल्ल 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 फकाएर राखेको असुल भयो क्या यति राम्रो नाइटको भ्यू हेर्न पाइएको छ असुल त भइहाल्छ नि यहाँ साकुरा मात्रै होइन अरू फुलहरू पनि एकदमै धेरै यो त उयो जस्तो छ नि छुनु हुँदैन अरे हौ मेरो बुढाले धम्काइहाल्नुहुन्छ नछौ भनेर छुनै हुँदैन मेरो बुढोलाई केही गरिदिनै हुँदैन यहाँ त हेर्नु न मरिसकेको बोट जस्तोमा कस्तो राम्रो फुलेको बोटै यस्तै रहेछ मरिसके जस्तै देखिने कति लु यो त हो यो के हो यो त यता नि बाइ द वे हामी हेर्न आएको ठाउँ चाहिँ हेर्न मात्रै आएको हो यहाँ हेर्न भन्दा नि यहाँ त्यहाँ अलिकति यसो तातो केही खानेकुरा पाइन्छ कि भनेर हाम्रो स्वादको भनेर आएको केही छैन त्यही भएर यो फुल हेरेर चित्त बुझाउँदै यो त वाउ जस्ट लाइक वाउ त्यहाँ जति राति हुँदै गयो होइन त्यति मान्छे बढ्दैछन् नि यहाँ मान्छे यति बढ्दैछन् है यहाँ जति राति हुँदै गयो त्यति नाइट भ्यू हेर्नको लागि होला यति मान्छे बढ्दैछन् यति मान्छे हुँदैछन् हेर्नु न मान्छे यति धेरै छन् त्यो के हेर्दा पनि त्यो टिकटकहरूमा यताउति त्यो पछाडि साकुराको इफेक्टहरू हालेको हुन्छन् नि सेम त्यस्तै छ अब हामी चाहिँ घुमिसक्यौँ नजाने हौ हिँड्नु न घर रुम थियो घर अब चाहिँ हामी फर्केको अब धेरै रात पनि हुन आँट्यो घर फर्किनु पनि त पर्यो घर फर्किन आँटेको ल घुमियो फिरियो अब हामी चाहिँ हाम्रो कहाँ हिँडेको हामी अब गाडी बाटो भन्दा पनि अब हामी हिँडेको टाटा बाई बाई राम्रो लाग्यो विशेष त मलाई यो ठाउँमा जाऊ भनेर सेवाई गर्ने दाइको नाम अहिले मलाई फ्याट्टै दिमागमा आएको छैन दाइ मैले काम गर्ने ठाउँमा एकजना दाइ हुनुहुन्छ दाइ बिर्से नामै दाइले मलाई सेवाई गर्नुभएको आएको एकदमै राम्रो लाग्यो धन्यवाद राम्रो मेमोरी लिएर जान पायौँ यो ठाउँमा आएर यति भन्दै म आजको भिडियो अन्त्य गर्न चाहन्छु होइन हौ त्यहाँ नाम छैन ए समीर दाइ ठ्याक्कै याद आयो पहिला समीर दाइले हो क्या तिमी त्यहाँ जाऊ भन्दै मलाई सुजक्का जाऊ भन्दै मलाई भन्नुभएको थियो नि यति भन्दै म आजको भिडियोलाई यही अन्त गर्न चाहन्छु डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब आई लभ यु अल